ल फाइनल चाहिँ गाइजहरु यसो खाने हो अब नेपाल रेस्टुरेन्टमा जाँदैन kada पैसा स्वा हुन्छ त्यही भएर चट्टै खाएर हेर्नु पैसा छैन काकी किन हो पैसा सेभ गर हेलो हेलो दर्शन नमस्ते गाइजहरु हामी चाहिँ अलि लङ टाइम पछाडी चाहिँ आइयो है भलकमा चाहिँ किनभने अब पटेसको ठाउँमा चाहिँ गाह्रो छ अलि कन्टिन्यू चाहिँ दिन नसकेको कारणले गर्दा चाहिँ तपाईहरु प्रति चाहिँ क्षमा प्राप्ति छु त्यही भएर चाहिँ आज यसो मिनी भलक चाहिँ आउँदैछ गाइजहरु अब हेरौँ भर्खर अब यो मनगाको सिसाइडदेखि टक्क जाँदैछ हामी चाहिँ आजको यात्रा भनेको चाहिँ फाइलको समय गाइजहरु के छ त अनि जाडोको मौसम छ है ख्याल गर्नुस् किनभने अलि टन्सिल नि भइरहेको छ अलि घाँटीमा चाहिँ अलि प्रब्लम छ गाइजहरु ल त्यहाँको अब म चाहिँ के बोलेन जाडोले ल मसँग चाहिँ आउन सक्नुहुन्छ यो चाहिँ सेन्टर पोइन्ट हो यो सेन्टर पोइन्ट हो यो अलकोटको ठ्याक्कै पछाडी छ है यो चाहिँ फाइनली गाइजहरु हामी चाहिँ सर यहाँ चाहिँ अलकोट मलको उमा चाहिँ आइयो है साइडमा सबै हेर्न सक्नुहुन्छ देख्न सक्नुहुन्छ मेरो भटिस पारी गरेर चाहिँ उभिरहेको यहाँ अलकोट मल आएर चाहिँ घुम्न सक्नुहुन्छ है गाइजहरु यहाँ चाहिँ साँझ चाहिँ त्यो जाडो टाइममा चाहिँ धेरै बिजी नै हुन्छ यो मलहरु चाहिँ तपाईहरुले हेर्न सक्नुहुन्छ सर गाइजहरु फाइनली चाहिँ हामी चाहिँ यहाँ चाहिँ यसो एक दुईवटा फोटो सोटो हानेर चाहिँ अब हाम्रो यात्रा भनेको चाहिँ सिधै अलकोट मलतिर छ है गाइजहरु मलको चाहिँ म देखाइदिने छु फेरि आउँदैछ अलकोट मल चाहिँ छिर्ने गाइजहरु यो चाहिँ अलकोट मल र हामी चाहिँ लिग चढ्ने कार्यक्रम लग्यो है गाइजहरु हेर्न सक्नुहुन्छ काकाबदी चाहिँ लिग चढ्ने कार्यक्रम भयो सर हेर्न सक्नुहुन्छ गाइजहरु फाइनली चाहिँ माथि चाहिँ आयो तेर्सो अब चाहिँ जाने कार्यक्रम हुन्छ हाम्रो चाहिँ हामी चाहिँ अलकोट मल भित्र चाहिँ हिँड्दै छौँ है हामी चाहिँ फाइनली भित्र छिरिसक्यो है भित्र छिरिसकेको हेरौँ यहाँको मलको वातावरण कस्तो छ म सर देखाइदिने छु जस नयाँ डेकोरेसनहरू भइरहेको छ बेलुनहरू फुलाएर गाइजहरु यो चाहिँ अलकोट मलको भित्र चाहिँ यो चाहिँ डेकोरेसन भइरहेको छ हेर्न सक्नुहुन्छ टुप्पाहरू सर र बेलुनको न्यू इयरमा पक्कै रमाइलो लाग्छ गाइजहरु few moments later गाइजहरु फाइनली चाहिँ हामी चाहिँ नास्ता खाइयो है गाइजहरु च्याप्ट हामी चाहिँ नास्ता गाइजहरु माफी मनियामा नाकुदुम त्यही भएर यस्तो खाँदैछौँ गाइजहरु ल फाइनली चाहिँ गाइजहरु यसो खाने हो अब नेपाल रेस्टुरेन्टमा जाँदैन kada पैसा स्वा हुन्छ त्यही भएर चट्टै खाएर हेर्नु पैसा छैन काकी किन हो पैसा सेभ गर You serious? सेभ गरेर खानु आउनु भने चाहिँ यो समस्या किनेर खान सक्नुहुन्छ र हामी चाहिँ साग लगेर जाने भन्ने चाहिँ आइयो सो साग हाम्रो फाइनली मासु बिना भात नखाने मान्छेले चाहिँ आज चाहिँ साग समातेको छ है सर र साग हेर्न आएछ अब यही लगेर जाने हामी चाहिँ है अब यसो घुमघाम गरेर रुमतिर जान लाग्यो फाइनली लाग्यो रुमतिर यसो घुमेर बिल्डिङमा आइपुग्यो अब चाहिँ नेक्स्ट ब्लगमा चाहिँ भेटौँला गाइजहरु ओके बाइ